यो चाहिँ हाम्रो काले भाइ है कालो बोका कहाँ छ भाइ ओ वरिष्ठ सर ओ वरिष्ठ सर ओ यो भ्लग हाल सो यो चाहिँ डे 3 वाला भिडियो हो अनि यसमा चाहिँ बाइक चाहिँ मैले बाहिर नै राखिरहेको छु यतिकै को वायरिङहरू चाहिँ हल्का प्रब्लम छ यसले कुदाएर वाक्कै लाउने यो बाइक ब्रेक त लाग्दैन मिला नि त एयर फ्याल्दैन के हो त मिस्त्री होइन यो चाहिँ लास्ट टाइम एक्सिडेन्ट भएको थियो यसको भिडियो चाहिँ म टक्क लगाएर राखिदिन्छु अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला कृपया अनि यसमा चाहिँ हिजो इन्जिन खोलेर हेर्दाखेरि चाहिँ लामो खालको प्लग लाग्नुपर्ने ठाउँमा दुइटै छोटो खालको प्लग लागिरहेको थियो अनि त्यहाँको लागि त्योहरू सब एकदम फ्रेस बनाएर जस्तै यो बाइकको साउन्ड छ नि सुन्नु होला जस्तै यो बाइकको साउन्ड छ नि यस्तै फ्रेस साउन्ड यो बाइकबाट निकाल्ने अनि यस्तै फ्रेस बनाएर चढ्ने बाहिरतिर घुम्न गएको भ्लगहरू पनि अब आउने छ छिटै नै एडिटिङ गर्न अल्छी लाग्ने टाइम नपाउने भइरहेको थियो पहिला चाहिँ अनि अहिले चाहिँ हल्का जोसमा छु म एडिट गर्नुपर्ने हुन्छ हामीले भ्लग कति प्राय सब्सक्राइबरहरूको डिमान्ड थियो कि भिडियो आएन भनेर अवश्य भिडियो लगालग आउने चाहिँ केटाहरू मलाई देखाउनु पर्छ र दे त हाततिर खानामा खाँदाखेरि लास्टमा चाहिँ अजिब छ What's up beautiful peoples welcome back to the channel अहिले चाहिँ मैले भ्लग एडिट गर्दै थिएँ ब्रेक हान अनि अगाडि यहाँनिर क्याट गर्छ गर्दैन चेक गर्नु अनि यो चाहिँ हाम्रो वर्कसपको नजारा हो केटाहरू बाहिर चाहिँ बाइक चलाउँदैछ त्यो होइन ब्रेक हान्दाखेरि क्याट गरिरहेको छैन हेर्न ल लगे सोल्टीले हाम्रो दाइको बाइक चाहिँ फाँक भइसकेको अवस्था छ त्यो कटआउटै गयो अरे कटआउट होइन त्यसलाई के भन्छ म्याक्री भन्ने आएन के कमल दाइको बाइकको के अरे रेक्टिफायर सरी त्यो ब्याट्री चार्ज गर्ने युनिट हो रेक्टिफायर भनेको चाहिँ केटाहरू गुड मर्निङ यस्तो जिउ दुखिरह नि हिजो त्यो इन्जिन बोक्दाखेरि त्यो हल्का प्रेसर पर्छ जिउमा होइन त्यसले फाँक भएको छ भाइको चाहिँ भिडियो बनाउनु छ ठिक छ भाइ यसको फोनबाट नि भिडियो बनाइदिन्छु म ल गाइज होइन हाम्रो चाहिँ भ्लग एडिटिङ हुँदैछ हाम्रो हिजो के अरे बाइकको फुल इन्जिन बनाउँदै फुल इन्जिन के हाफ इन्जिन रे खोल्न चाहिँ ठुलै खोल्न लाग्थ्यो अनि फुल इन्जिन चाहिँ खोल्न नपर्ने भएको भएर चाहिँ हाफ इन्जिन मात्र खोलेको छ अहिलेलाई अब के प्रब्लम हुन्छ हेर्दै जाउँ सबै बनाउने हो एकैचोटि होइन फुल खोल्नु पऱ्यो नि फुल खोलिन्छ टेन्सन छैन Machani live. What's up guys? Finally welcome back to the channel. धेरै पछि मलाई सजिलो छैन त्यही भएर काम चाहिँ ढिलो भइरहेको थियो अनि
भयो अनि यसको चाहिँ एउटा मेन प्लग र सब प्लगहरू फेड नलाएको अनि अहिले चाहिँ साफसफाइ कार्यक्रम हुन गइरहेको छ केटाहरू यसको प्लग भयो होइन यो टाइम ल्याप्स बनाउनु पर्ने हुन्छ आउँछ भयो रेकर्ड नमस्कार सबैजनालाई पछाडि चाहिँ मेरो टिके छ हामी चाहिँ कहाँ देखिन्छौँ है हामी कहाँ देखिन्छौँ खै त यहाँ आएन त सबजनालाई स्वागत छ मेरो नयाँ भ्लगमा है वरिष्ठ नहुँदैछ यहाँ हाम्रो भाइ चाहिँ बनाउँदैछ है ओ यो क्यामेरा खस्दैन नि ल ठिक छ ओइ के भयो ल भिडियो बन्द भयो क्या हो यो छैन चलिरहेछ सबजनालाई स्वागत ओइ यसको नाम के हो गोप्रोबाट स्वागत छ तपाईँहरूलाई मेरो भ्लगमा म चाहिँ अहिले वर्कसपमा छु सबजना भयो यस्तो हो हो ल यहाँ चाहिँ अब तपाईँहरूको यहाँ चाहिँ ओइ कालो बन्द भएछ हेर्दा ओइ टिके हो यहाँनिर चाहिँ भ्लग बन्दैछ यस्तरी है यहाँ चाहिँ भ्लग बन्दैछ गाइस ओहो रमाइलो हुने रहेछ यार ओ यो हेलमेटमा अड्का न एकखेर म भिडियो बनाउँछु नि हेलमेटमा अड्काउनु मिल्दैन खै त अनि अड्काउने ठाउँ यो चाहिँ हाम्रो काले भाइ है कालो बोका अर्को छ कहाँ छ खै वरिष्ठ सर ओ वरिष्ठ सर ओ यो भ्लग हाल यसले यस्तो गरे पुरै यहाँबाट गाडी गइरहेछ अहिले चाहिँ गोप्रोमा चाहिँ 49 चार्ज छ यो चाहिँ प्रतीक भ्लग्स अनि अर्को 494 कि के छ 469 6 भनेर चाहिँ छक्का रे है यहाँ चाहिँ मनपारी बोल न यस्तो यहाँ राखेर यस्तो बनाइदिउँ न हेर्दै हुनुहुन्छ नि मेरो साथी कम के अरे 9 डङ्गी छ बनाउनु ल तपाईँ जानु म समातिन्छु बनाइदियो है राम होइन त्यो काटेर नयाँ बनाऊ न काट्नु न मलाई काट्नै आउँदैन नयाँ आउँदैन उयोलाई आउँछ सो गाइस अहिले यहाँ काम गर्दै छु यसको टाइम ल्याप्स बनाउनुलाई यिनीहरूले भिडियो बनाउनु भने मेरो खतम बनाइदिइसक्यो भने जुत्ता लाउने हो काम यो कपिराइट आउन सक्छ केटाहरू यहाँ ब्याकग्राउन्डमा खतरा खतरा गीत बजिरहेछ आस पनि मरिसक्यो म अहिले के भन्ने मुडमा छैन केटा हो दिमाग खराब भइरहेछ ल अब चाहिँ ब्याकअप केटा हो अब यसलाई चाहिँ
केरा हो बाइक चाहिँ यो हो होइन घरको लागि पाएन यता मुनिहरू यति धेरै हिलो कत्राहरू थियो होइन जिउ सफा गऱ्यो मिलेर सबैजनाले अब चाहिँ गरे हो है हँ हामीले नि गरे हो है यिनीहरूलाई नि गरेको थियो यिनीहरूलाई यो चाहिँ सनसेट है ओइ कहाँ गयो खोइ दामी हुन्छ सनसेट ओ तल काला हो तेल छैन नचला अब चाहिँ हाम्रो यसको पाली आइसकेको छ भिडियो बनाउनु पर्ने रहेछ तपाईँकोमा होइन